नमस्ते सबैजनालाई। आज चाहिँ मेरो स्टाइलको भुटेको भात अर्थात् फ्राइड राइसको रेसिपी देखाउँछु है त। त्यही पनि विदाउट एग्स, अन्डा नहालिकन बनाउँछु म चाहिँ। पहिला सुरु यसरी प्यान लिने, मैले चाहिँ घिउ हालेँ। हजुरहरूले तेल पनि हाल्न सक्नुहुन्छ। अब यतिको तातिसक्यो, जिरा पड्काइदिने। अलिकति जिरालाई हल्का रातो हुन दिने। अब रातो हुँदैछ। यतिको भइसकेपछि चाहिँ यसरी प्याज पनि हालिदिने। अब यसरी चलाउने। अब यसमै म चाहिँ खुर्सानी, हजुरहरूले हरियो हाल्न पनि सक्नुहुन्छ। मसँग चाहिँ सुकेको छ, सुकेको हालेँ। अब एकछिन सँगसँगै भुटिदिउँ। धेरै पनि भुट्नु पर्दैन। अब यतिको भएपछि चाहिँ मैले चाहिँ यहाँ बोइल गरेको आलु यसमा हालिदिन्छु। हजुरहरूले चाहिँ काँचो आलु हालेर भुट्न पनि सक्नुहुन्छ। मसँग चाहिँ बोइल थियो, त्यही भएर मैले त्यही युज गरेँ। हजुरहरूले चाहिँ जे छ त्यही युज गर्नु होला। अब एकछिन भुट्ने यसलाई मजाले, अनि त्यसपछि म देखाउँछु है। हेर्दै गर्नु होला। मसँग चाहिँ ससेज पनि छ, त्यो पनि एड गरिदिन्छु यसमा। सँगसँगै भुटिँदै गर्छ। रातो हुने गरी भुटौँ यसलाई, त्यसपछि म आउँछु है त। हेर्दै गर्नु होला। ल अब यतिको भएपछि चाहिँ म बेसार हाल्छु यसमा। हेर्दै गर्नु होला। हजुरहरूले हाल्नु भयो नि हुन्छ, नहाल्नु भयो नि हुन्छ, तर मलाई चाहिँ हालेकै राम्रो लाग्छ। स्वादअनुसार नुन पहिला थोरै हाल्नु होला। अहिले भात हालिसकेपछि पनि अड्कल गर्न सकिन्छ। मजाले चलाउनु। यतिको भएपछि चाहिँ यसरी खाना हाल्ने है त। हाल्ने, हजुरलाई जति चाहिन्छ त्यति हाल्ने। यसरी अब मजाले चलाउने। यसरी चलाउने चलाउने चलाउने, मजाले डल्लो फुटाउँदै चलाउने। मजाले भुट्ने भुट्ने। म चाहिँ यो हल्का टिमुरको धुलो पनि हालिदिन्छु। टेस्ट एकदम मिठो गराउँछ क्या। पिरोको लागि चाहिँ मैले यो चिल्ली फ्लेक्स हालेँ। आफ्नो पिरोको स्वादअनुसार हाल्न सक्नुहुन्छ है। मैले चाहिँ हालेँ मजाले नै। फ्राइड राइस त पिरो पिरो मिठो हुन्छ नि त। मजाले चलाउने चलाउने, मजाले हेर्दै गर्नु है त। म भुटेपछि देखाउँछु। म चाहिँ हल्का यो सोया सस पनि हालिदिन्छु कि फ्राइड राइसमा। एकदम मिठो टेस्ट आउँछ। धेरै नहाल्ने, थोरै हाल्ने। मेरो मेन इन्ग्रिडियन्ट्स भनेको यही हो है फ्राइड राइसको। मैले जिरा गेडा चाहिँ पड्काएँ, तर मैले त्यो धुलो मसलाहरू केही पनि हाल्दिनँ है। मलाई चाहिँ मन पर्दैन, यस्तै प्लेन मनपर्छ। यसलाई हेर्नु त, वाउ। अब मैले चाहिँ यो काटेर राखेको स्प्रिङ अनियन यो पनि हालिदिन्छु यसमा लास्ट। हेर्दै खाउ खाउ लाग्ने मेरो चाहिँ भुटेको भात रेडी। अब हजुरहरूलाई पनि यस्तै ट्राई गर्न सक्नुहुन्छ। एकदम सजिलो रेसिपी छ। हुन त हजुरहरूलाई पनि आउँछ भुटेको भात बनाउन त, तर पनि मैले चाहिँ मेरो स्टाइलको देखाएको। हजुरहरू पनि ट्राई गर्न सक्नुहुनेछ है त। अब म टेस्ट गरेर पनि देखाउँछु है हजुरहरूलाई। हजुरहरूलाई ट्राई गरेर देखाउँछु कस्तो बनेको छ भनेर। साह्रै मिठो बनेको छ। हजुरहरू पनि ट्राई गर्न सक्नुहुनेछ। थ्याङ्क यू सो मच फर वाचिङ। सी यू इन द नेक्स्ट भिडियो। बाई बाई।